आज चाहिँ हामी गेस द ड्रिङ्क्स च्यालेन्ज गर्न गइरहेको छौँ। टर्न बाई टर्न हुन्छ त्यो चाहिँ को फर्स्टमा जाने भनेर चाहिँ हामी रक पेपर सिजर गर्छौँ। जसले रक पेपर सिजर जित्छ त्यसले नै चुज गर्छ। ओके ल रेडी? ल हामी चाहिँ रक पेपर सिजर गर्ने। रक पेपर सिजर सुट। ल हेलो जी। म चाहिँ फर्स्टमा जान्छु किनभने सेकेन्डमा यो स्ट्रमा ड्रिङ्क्स हुन्छ नि त, अनि सेकेन्डमा हुँदा कन्फ्युज हुन्छ, त्यही भएर म फर्स्टमा जान्छु। अब चाहिँ उहाँले चाहिँ तपाईँले के गर्नुहुन्छ? म सफल गर्छु। अब उहाँले चाहिँ सफल गर्नुहुन्छ, कुन कुन ड्रिङ्क्स कहाँ राख्नुहुन्छ मलाई थाहा हुँदैन। अनि म चाहिँ तपाईँले सफल गर्दा म यस्तो गर्छु आँखा, किनभने मलाई अहिले त कुन ड्रिङ्क्स कहाँ छ भनेर थाहा छ नि त। अनि म यस्तो गर्छु, अनि तपाईँ सफल गरिसकेर रेडी भन्नु, अनि म चुल्हा जानु सफल गर्नु। रेडी छ यो? मैले खिच्नु पर्दैन। लेमन लाइमको टेस्ट आयो। सोधो र म भन्दिनँ अहिले। फ्रुटी। लेमन लाइम बिटर। नर्मल वाटर। आनन्द आयो खाँदा। क्यू कोला। कोकोनट वाटर। कोको बेला। मलाई केही थाहा छैन। ला यो बुसुल हो कि क्या हो? एकचोटि फेरि खान्छु ल। ला मलाई थाहा नै भएन। ला के छ हामीसँग? सोलो यो सोलो होला। के ए ला फ्यान्टा। मैले रेड बुल भन्न छुटाएँ। ल एक मिनेट। कतिवटा भने? तिम्रो 4वटा रङ भयो। ला 4वटा राइट है त। त्यसमा तिमी फर्दर जान पाइनौ। अब मैले यो खानु पर्यो? पर्दैन, अहिले पर्दैन। लास्टमा खाने हो? लास्टमा खाने हो। ओके। त्यो तिम्रो किनभने 5वटा 6वटा मिलाएको भए तिमी यतापट्टि जान पाउँथ्यौ। यसमा कतिवटा? 8वटा खाने? 8वटामा तिम्रो 4वटा मिल्यो, 4वटा मिलेन है त। ओइ मैले कस्तो रेड बुल छ भनेर बिर्सेँ क्या। म हेर्छु ल। 4वटा है त। रङपुर ए सुरुको रेड बुल। ओइ कस्तो खालको पेसा पानी राख्नु भएको रहेछ। यो त को हो नि त बेबी? पनिसमेन्ट हो। हैन त्यो पनि त एउटा ड्रिङ्क्स त हो नि त। ए मैले त्यता किन लेमन लाइम बिटर भनेको? लेमन लाइम बिटर त ग्लासमा थियो। फेरि नभन न त। है म त मेरो त बुद्धि त खोला खोला बुद्धि। मैले लेखेको छु तिम्रो यहाँ। नर्भस। आर यु? ल स्टार्ट गर्नु बेबी। भयो? भयो। म यहाँबाट स्टार्ट गरौँ? हैन सुरुदेखि नै गर्नुपर्छ। ए क्यू कोला। ओके। कन्फ्युज भयो फेरि अब। म लास्टमा भन्नु मेले? पाइँदैन बेबी। एकचोटि खाऊँ? लिची? ए ओके। लिची त यहाँ पो छ त। भनिसक्नु अब जानु। के त्यो कन्फ्युजै भयो। ल ल भयो जानु। रेड बुल। ओके। पानी। स्प्रिङ वाटर। ओके। यो चाहिँ क्यू कोला। ओके। गो फर्दर। अरू खाएर एक्ज्याक्टली कोकोनट भयो।
मलाई त्यस्तै भएको छ अरू खाएर त्यो खाँदा कस्तो नमिठो जस्तो भएको थियो जाने पहिचानेकै हो फ्यान्टा ओके भन्नेछु तिमीले यसलाई पनि सफल गरेको छौ यता गरेको छुइनँ के छ नै बिर्सेँ के एक्ज्याक्टली मलाई पनि त्यस्तै भएको थियो फेरि त्यस्तै त मिक्स भइसक्यो क्या म त फर्स्टमै खानु लाग्यो जाने पहिचानेकै त्यस्तो भन्नु न छिटो बिराम हुन्छ फेरि के छ नि थाहा भएन ल यो पास पास भन्नु पाइदिनु एउटा भन्नु न One eternity later. लाइची त मैले भनिसकेँ होइन कि लाइची त त्यहाँ छँदै छैन तपाईँले भन्नु नै भएको छैन नि यो लाइची त भनेकै छैन जाने कि त कस्तो ठ्याक्क थाहा भएन खानु न फेरि ल पास पास होइन क्युबकोलाई भन्नु ल रङ अब म भन्छु तपाईँले मिलाउनु भयो 1 2 3 4 5 5वटा मिलाउनु भयो एउटा मात्रै चुक्नुभयो तपाईँले कोका कोलालाई कोला भन्नुभयो फर्स्टमा फ्रुटी चिन्नु भएन तपाईँले लास्टको सोलो चिन्नु ए भएन सोलो मैले थाहा पाएको थियो क्या ल ओके रेडी गो ओके कोक 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 ल फ्रुटी कोक फ्रुटी नर्मल वाटर यो तपाईँ सफल गर्नु भएन हो होइन अब गर न रेड बुल सोल्डो कोकोनट वाटर फ्यान्टा क्यू कोला सबै लेमन लाइम बिटर लिची नर्मल कागती पानी घरमा बनाएको ल सबै मिल्यो यस ल ठिक छ फर्स्टमा चाहिँ त्यो टेस्टै इन्ट्रोड्युस भएन छ क्या मलाई म सेकेन्ड राउन्डको विनर मतलब मिलो अब तपाईँको हेरौँ न के हुन्छ विनर त भएको छैन नि त यस ल स्टार्ट गर्नु न सुरुदेखि भइसक्यो तान्दाखेरि आएन भने अलिकति स्ट्र तल ठेल्नु है त कुनै कुनै अलि सकिएको हो नि त नर्मल वाटर ओके कोकोनट ओके क्युकोला ओके सोलो यस्तै भइसक्यो सोलो यो चाहिँ ओके ए थाहा पाइहाल्यो यो पनि यता पनि सफल भएको छ छैन त्यो सफल गर्ने गाह्रो भयो नि मलाई गरिन ए माज्दा माझ्दा ए माज्दा माझा फ्रुटी प्रोटिन ओके त्यो एउटा मात्रै थियो त्यही भएर मैले तपाईँलाई डिस्काउन्ट दिएको थिएँ कन्फ्युजन भयो यार रेड बुल ओके त्यो गोला हो यो जानु न अगाडि बढ्नु न हो होइन भन्ने कुरै छैन नि
लेमन लाइम बिटर हैन ओके त्यहाँको तिनटा त हो यस्तो चिनी हालिन्छ लिची ए भयो अब ब्याक हुन पाइँदैन बेबी ब्याक हुन पाइँदैन ओके ओके मिक्स भयो तपाईँको तिनटा रङ भयो तपाईँको कुन रङ भयो भने नि त्यो सबैमा कोका तिनटा कोला जम्मी तिनटा कोका कोलालाई तपाईँले क्यु कोला भन्नुभयो क्यु कोलालाई कोका कोला भने सुन्नु यहाँ सुन्नु मेरो कुरा रेड बुल भनिन मिस्टेक भयो रेड बुल सोलो मिलाउनु भयो रेड बुल बिगार्नु भयो अनि अर्को बिगार्नु भयो उ त्यहाँ लेमन भयो लेमन लेमन वाला भयो मैले जितेँ तिमीले जित्यौ तर एक एक भयो नि त अब मैले सुरुमा फर्स्टमा मैले जितेको थिएँ नि त 1 2 3 गो लिची लिची घरमा बनाएको लेमन वाटर लेमन लाइम बिटर सबै एउटै टेस्ट आउँछ हौ यताको त होइन त्यही भएर हो कि सोलो हो कि रेड बुल हो कन्फ्युज भयो म त आई विल गो विथ सोलो ओके रेड बुल फ्रुटी फ्रुटी के हो यो क्यु कोला बिहार्यो होइन हुन सक्छ कोका कोला कोका फ्यान्टा कोकोनट वाटर नर्मल वाटर ल ठिक छ सबै भयो दुईटा बिग्रियो कुन चाहिँ क्यु कोला एउटै चाहिँ टेस्ट अनि त्यो आफ्टर टेस्ट मात्रै थाहा हुन्छ नि त त्यसको अनि त्यो आफ्टर टेस्टै लिन पाइँदैन यहाँ मात्रै थाहा हुने कि त्यो चाहिँ ल स्टार्ट कताबाट यताबाट जहाँबाट यतिका त गर्नु मिल्छ कि भनेको अघि त मिल्यो ओके किन मुख बिहारेको त लेमन बिटर लाइम लेख्नु भएको रहेछ प्रोटिन रेड बुल Hey. लातिर भयो के चाहिँ खाने यो कोक होला ल सोलो कोको बेला यो चाहिँ कोक थियो यार वाटर मिस्टेक तपाईँको तिनवटा बिग्रियो के बिग्रियो तपाईँले फ्यान्टालाई कोक भन्नुभयो क्युको लाएर कोकमा अगाडि नै झुकिसक्नु भएको थियो फ्यान्टालाई कोक भन्नुभयो सो यो पेन्टा थियो यस सो क्लियर विनर इज तिमीले जित्यौ है पुनः सिग्देल ल के पनिशमेन्ट पनिशमेन्ट त यहाँ र हाम्रो पनिशमेन्ट चाहिँ रहेको एउटा त तिमीले जित्यौ एउटा मैले जितेँ नो बेबी बेस्ट अफ 3 भनेको थियो तीन सिप खानु पर्दैन नि त 2 सिप मात्रै हो नि त एउटा त मैले जितेको छु नि त अब खानु अलिकति अब यत्रो सबै खायो भने त प्रेसर लुहरू मरिन्छ होला हैन त्यही भएर यो चाहिँ बेसार पानी हो यो चाहिँ पनिशमेन्ट सुगर यसमा सल्ट पनि हालेको थिएँ के मैले ए मिठो मार्दै गरी हालेको चाहिँ ल खानु तिमीले यति चाहिँ खानु न त यति चाहिँ खानु न त 2 घडी खानु यति खानु चाहिँ एकछिन छोड्नु न यति ल ल उहाँले चाहिँ आफ्नो पनिशमेन्ट पनि सकिसक्नु भएको छ थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट भिडियो बाई